हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दा चाहिँ देन्ताम जाँदैछौँ मरौमा हो गाइस। र मरौको चाहिँ म देखाउनु पाउँदिनँ होला र बाटोमा के भेट्छ त्यो देखाउँदै जानेछु तपाईँहरूलाई। र हेर्दै जानुहोस्, तपाईँहरू भिडियो हेरिदिनुहोस्, मेरो भिडियो हेरेर लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् गाइस। र हामी चाहिँ कतिजना जाँदैछौँ भन्दा चाहिँ 5 जना जाँदैछौँ हो गाइस। फुपा आकु अन्त साथी 2 जना छ हो गाइस। हामी चाहिँ जाँदैछौँ र तिङतिङ भन्ने जग्गामा चाहिँ एउटा ढुङ्गा छ अरे नि त गाइस। तर तिङतिङ भनेर चाहिँ ठाउँ चाहिँ मलाई थाहा चाहिँ भएन, तर तिङतिङ नै भने जस्तो लाग्यो मलाई चाहिँ हो गाइस। र त्यहाँनिर जाँदैछौँ हामी चाहिँ। र अहिले भने चाहिँ यहाँ हामी आइपुगेको छौँ। र यहाँनिर किन जाँदैछौँ भन्दा चाहिँ एउटा ढुङ्गा छ अरे गाइस। त्यो ढुङ्गा चाहिँ टिङ 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 बज्छ अरे नि त। त्यो ढुङ्गाले अर्को ढुङ्गाले हिर्कायो भने चाहिँ। र त्यहाँनिर जाँदैछौँ हामी चाहिँ। म फर्स्ट टाइम आएको र हेर्नु लागि हामी जाँदैछौँ उँधो। र अगाडि भने चाहिँ फुपा हुनुहुन्छ, पछाडि चाहिँ साथीको बाबाहरू आउनुहुँदैछ नि त। र एकजना चाहिँ अगाडि जाँदैछ, हामी चाहिँ अगाडि छौँ हो गाइस। र यहाँनिर रहेछ त्यस्तो जग्गा चाहिँ जस्तै कि ढुङ्गामा चाहिँ ढुङ्गाले हिर्काउँदा चाहिँ टिङ टिङ बज्दो रहेछ हो गाइस। तपाईँहरू सुन्नुहोस् ल, अचम्म लाग्यो मलाई चाहिँ। र यहाँ उन्दी चाहिँ पूजा गर्ने ठाउँहरू पनि रहेछ नि त, उता यता हो। र यो मुनिको भन्दा चाहिँ माथिको त्यो माथिल्लो ढुङ्गा हिर्कायो भने चाहिँ त्यस्तो बज्दो रहेछ हो गाइस। तर त्यहाँनिर चाहिँ जुनसुकै ढुङ्गा चाहिँ बज्दैन रहेछ, त्यही ढुङ्गा मात्रै बज्दो रहेछ नि त गाइस। सुन्नुहोस् ल, हातले हिर्काइ हेर्दा चाहिँ नबज्दो रहेछ, तर ढुङ्गालाई नै हिर्काउनु पर्ने रहेछ नि त। अन्त चाहिँ फाल्टै बज्दो रहेछ हो गाइस। सुन्नुहोस् ल तपाईँहरू। र यहाँनिर चाहिँ मान्छेले हिर्काएर चाहिँ निकै नै उयो बनाइसकेको रहेछ। यहाँ हिर्काएर टिक 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 बसेको रहेछ नि त। यहाँ सुन्नुहोस् ल गाइस कस्तो बज्दैछ। र यस्तो ढुङ्गा चाहिँ कहिले बजेको चाहिँ कहीँ पनि देखेको थिएन नि त गाइस। अन्त फर्स्ट टाइम यहाँनिर जाँदैछु र तपाईँहरू पनि सुन्नुहोस्। र को आउनु भएको छैन घुम्नुहोस् यहाँ आएर। र यत्रो ढुङ्गा चाहिँ यस्तो बज्छ भनेर चाहिँ हामीलाई थाहा थिएन नि त। अब चाहिँ यहाँनिर गएर हामीले बजाइहेर्दा चाहिँ थाहा भयो नि त, यस्तो ढुङ्गा चाहिँ यस्तो बज्दो रहेछ। आफूले पनि बजाउनु हुँदैछ। र म फेरि गएँ नि त बजाउनु लागि। बजाउँदा मजा आयो नि त। अन्त त्यहाँनिर गएर फेरि पनि बजाइहेरेँ मैले। र अहिले भने चाहिँ हामी फर्किसकेको छौँ गाइस। यहाँदेखि अब जानुपर्छ गाइस। अब चाहिँ तपाईँहरूलाई चाहिँ फेरि कञ्चनजङ्घा फल्स चाहिँ देखाउने छु ल गाइस। फर्किएर गएको गाइस। र अहिले भने चाहिँ कञ्चनजङ्घा फल्समा चाहिँ हामी आइपुगेको छौँ है गाइस। र तपाईँहरूलाई पनि देखाउने छु यहाँ माथि फल्स चाहिँ कस्तो छ भनेर। र यहाँ उन्दी चाहिँ दोकानहरू पनि बनाएको रहेछ नि त। अन्त हामी चाहिँ यतादेखि छिरेर चाहिँ माथि जानु पर्दो रहेछ हो गाइस। र यहाँको सिँढी पनि एकदम दामी बनाएको रहेछ।
यहाँनिर चाहिँ सानो रहेछ, अलिक माथि चाहिँ ठुलो रहेछ नि त गाइस फल्स चाहिँ। यसलाई चाहिँ कञ्चनजङ्घा फल्स भन्दो रहेछ। र यो देख्दै गरेको चाहिँ फल्स चाहिँ दामी रहेछ गाइस फल्स चाहिँ। र तपाईँहरूलाई ती नजिक गएर पनि देखाउने छु। र यो कञ्चनजङ्घा फल्स चाहिँ दामी रहेछ, एकदम दामी रहेछ। यहाँनिर साथी र उसको बाबा पनि आउनुहुँदैछ। बाटो चाहिँ यस्तो बनाएको रहेछ नि त दामी। यता आएर फोटोहरू खिच्दा पनि हुनेछ र मैले चाहिँ भिडियो गर्दैछु गाइस। नजिकबाट चाहिँ यस्तो देख्दो रहेछ गाइस। र यहाँ माथिदेखि चाहिँ पेलिङदेखि चाहिँ एकदम दामी देख्दो रहेछ। हिमाल चाहिँ यस्तो तेर्सो भएर जस्तो लाग्यो। र अहिले भने चाहिँ हामी यहाँ खाजा खाने ठाउँमा आइपुगेको छौँ गाइस। अब खाजा खाएर फर्किनु पर्छ ल गाइस। अब चाहिँ हामी फर्किँदैछौँ गाइस। ओके बाई बाई गाइस। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो भनिदिनुहोस्, कमेन्ट गर्नुहोस्। अन्त लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनुहोस्। भिडियो हेरिसकेर लाइक चाहिँ गरिदिनुहोस् गाइस।